मेरा फेसबुकमा जोडेका सम्पूर्ण साथीहरू सबैलाई मेरो तर्फबाट बिहानको मिठो मिठो सम्झना अनि नमस्कार छ। विशेष गरेर साथीहरू के गर्ने, धेरै दिनपछि महिनौं डेढ महिना भइसक्यो एक जेलको नजरामा छौं भने जस्तै हो। नौकरी यस्तो रहेछ कि बिहान गयो 8 बजे, साँझ आयो 8 बजे। त्यसैले तपाईहरुलाई साथीहरू र तपाईहरुको माझमा आउन सकिरहेछ, तपाईहरुले लाइक कमेन्ट गर्न सकिरहेछ छैन। त्यसैले तर आजको विषयवस्तु यस्तो छ कि साथीहरू, कहिल्यै पनि घरकी स्त्री र घर बनाउने मिस्त्री यी दुईटालाई कहिल्यै पनि रिस नउठाउनु। किनभने घर बनाउने मिस्त्री र घरमा भएकी स्त्री यिनीहरुमा रिस उठायो भने हाम्रो घरको नक्सा बिगाड्ने यिनीसँग पावर हुन्छ। यिनले चाह्यो भने हाम्रो घरको नक्सा बिगाड्दिन्छ। त्यसैले साथीहरू, स्त्री र घर बनाउने मिस्त्री यी दुईजनासँग बचेर रहनु होला। यसैमा हाम्रो भलाइ छ। यदि हामीले यिनीहरूलाई रिस उठायौं भने यिनीहरूले हाम्रो घरको नक्सा बिगाडिदिन सक्छन्। मेरो कुरो कस्तो लाग्यो साथीहरू? राम्रो लागेमा लाइक कमेन्ट शेयर गर्न नभुल्नु होला। हस्त, धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।